के होला कहाँ होला अब हामी अर्को हिमालतिर गइरहेका छौँ यात्रा कहिलेसम्मको हुन्छ भोलि पर्सि त्यो हामी थाहा छैन तर पुरा चलेको त छ अहिलेसम्म टुङ्ग लागेको छ जस्तै यसले हाम्रो सोझो साझो के भन्न चाहनुहुन्छ अपकमिङ आइटी अफिसर अलिअलि हुने यता बुझ्छ कुरोहरू थियो धनुला अब गेम जान थाल्छ अब जानु पऱ्यो के धनु कहाँ जानु ल ल खालि गुगले जान भन्दैन भिट्टो लाएर भिट्टो जहाँ पुगिन्छ आज जहाँ पुगिन्छ न कफी बिस्किट यहाँ चाहिँ हामी गोगलिएर हाम्रो फर्स्ट यात्रा सुरु गरेको छौँ मकरी घाटबाट अफिसियल्ली डे 1 अफ कफी है हामी आज के हो मकरी घाटबाट खाजा खाएर अनि अफीतर्फ डेस्टिनेसन अफी भनेर 50 रुपियाँको टिकट काटेर यो मिलेको साथीहरू पहिलो उकालो चढ्दाखेरि एउटा झर्ना भेट्यो त्यो झर्नापछि एकदम उकालो ठाड्डै उकालो है त्यो पछि यो भ्यू हेर्दाखेरि यो हो एन्ड इट्स लाइक अ मोटिभेसन टु रिच अप टु द एबिसी के कस्तो बाटो रोयल्सतिर पर्छ बाटो गाह्रो छ यस्तो पहाड देखेर अलि हिँड्ने जोस जागर आयो आएन के जस्तो लाग्छ तिमीलाई गाह्रो भइरहेछ यस्तो नदीको किनारमा हिँड्नुपर्छ यस्तो ठाड्दै पहाडहरूको बिच उता त्यो गोरेटोमा हिँड्नु पर्छ पर्दैन भन्ने अहिले थाहा भएन तर गोरेटो देख्न सक्नुहुन्छ तपाईँ उता यस्तो यस्तो जिगज्याग प्याटर्नमा छ अनि यस्तो हिमाल हेर्दै अगाडि बढ्दाखेरि त एकदम छुट्टै रमाइलो हुन्छ भन्ने कुरा हो अनि तपाईँहरू पनि यस्तै ट्रिपमा जान चाहनुहुन्छ भने गइहाल्नुहोस् इट्स नेभर टुमोरो इट्स नेभर कहिले त जाउँला नि जस्ट गो जस्ट गेट मेमोरी अन्टिल यु डाई नोबडी नोज अन्टिल एउटा सजेसन चाहिँ के छ भन्दाखेरि अफी आउनेलाई आउने जति सबैले सकेसम्म कम लुगा ल्याउनु होला सकेसम्म सानो ब्याग बनाउनु होला र अब बोक्ने बेला चाहिँ गाह्रै पर्दो रहेछ यस्तो उकालो ठाड्डो न ठाड्डो उकालो छ खासमा साथी हाम्रो यो अफीको यात्राको प्लानिङ हुनुभयो थियो एउटा दाइको भिडियो हेरेको थियौँ युट्युबमा अनि त्यो दाइको बेला चाहिँ एउटा कुकुर आएको थियो बाटो देखाउँदै आएको थियो अनि हाम्रो लागि पनि एउटा कुकुर आएछ सेम यस्तै कुकुर थियो कि उदाइको उसमा नि अब कुकुरले हामीलाई बाटो देखाउँदैछ अनि त्यो कुकुरलाई पछ्याउँदै अब भुसा गाउँ पुग्ने हाम्रो आजको प्लान छ अनि आज डे 1 हो लगभग 12 बजिसक्यो खाना चाहिँ अब उता भुसा पुगेर खाने हो सिन त एकदम दामी छ है केटा तर रेनकोट भित्रबाट हालिदिएको सानो सानो पानीले यस्तो हालत गरेको छ भित्र रेनकोट ल्याउन सक्ने बिर्सेपछि ओहो बर्साती भन्ने एउटा कपडा एकदम सस्तो सुपर 40-50 मा पाउँछ होला योले चाहिँ अप्पर बडीलाई एकदम अनि हजुरहरूको ब्यागलाई सेफ गार्ड गर्ने काम गर्छ यो रिमझिम पानीमा सो समथिङ इज बेटर देन नथिङ भन्दै अगाडि बढ्दै हामी आज भुस्सातर्फको खाना खाने अनि बाँकी सिटीतर्फ आज गर्ने अलि हुन्छ आजको लागि यति नै हप्ता धन्यवाद यस बाई